Dow Entertainment, present. Hey there, folks! Before we dive into today's video, I just want to remind you that the content you're about to see is meant for entertainment purposes only. While we strive to create fun and engaging content, please remember to always respect others and their opinions. Let's enjoy this video with a positive and respectful mindset. Thanks for watching, and don't forget to like, share, and subscribe for more laughs. Cheers! मालपछि के ठोक्दैसी ठोक ठोक हान्न हान त्यसलाई के हेरेर के कभर देन कभर पछाडिदेखि कभर हान्न कभर देन भनेको देशजी कोले गाली गरेर दिसभरि मोबाइलमा गेम खेलेर बसे हुन्छ आउनु बाबा आउनु बस्नु त्यहाँ कुर्सीमा हेर बेटा हेर अब कति मेरो अब बुढो भएको सहारामा बाँच्छस् हैन अब तेरो हात खुट्टा नि अब बढिसक्या नि ठुलो भइसक्यास अब त आफ्नो खुट्टामा आफै उभिएर देखाउनु पर्छ ल बाबा उभिए सालेले उभियो भनेर उभिने पो हो भने आएर अहिले सपना देख्न सिक्नुपर्छ सपना सपना हुन्छ बाबा म सपना देख्न चाहन्छु अब आज सपनालाई देख्नै चाहन्छु म त भला साले तँलाई सपना देख भने सपना सुत भने भर्खर देखिरहेको सपनालाई सपनामा आएर बिस्काइदिनु भयो तपाईँले भन्नुभयो होइन सपना देख्नुपर्छ भनेर ए लाटा तँलाई काम गर भने काम काम के पेसा सिक भने त मूर्ख छोरा जन मान्छे पैसा कमाउने त लिखा टुटे फुटेको फलाम ग्यास चुलो सबै है ल कापी किताब फलाम बेच्नुहोस् ए देशी या हजुर हजुर त आयो ल के हो यो हाम्रो क्लासको टपर जस्तो पनि मान्छे है त हाम्रो क्लासको लाली हैन तपाईलाई कोटी रुपैयाँको के चाहियो तपाईलाई कोटी रुपैयाँको के चाहियो दाइ छोड्नु न यार म दाइ यार दाइ छोड्नु न दाइ यो त हाम्रो क्लासको लाले नै रहेछ त यार यो साले लङ्गुर मलाई क्लासमा खुब सताउँथ्यो आज एउटा कबाडी बिज्ने भएछ कबाडी साले ठीक भयो यो कबाडी सालेलाई अहिले लास्टमा कबाडी गर्नु पर्यो यस्ताले नि कोले कबाडी हेलो बेबी भन त ए अहिले म हल्का ठुलै मिटिङमा छु हल्का बिजनेस मिटिङमा हो के पछि फोन आन न है ल ल ल है ल बेबी ल ओइ तसँग फोन कादी खाए त कबाडी ल राख न छिन ल अर्को फोन आयो यार बेबी भन त ए बेबी यार म डिल हान्दैछु के यहाँ डिल हान्दैछु तिमी पछि भन न ल है ल ल बेबी ल ल अहिले टाइम छैन कि हतार छ ल ल ल ल ए पनि राख ल ल बाबु ल त्यसको दुईवटा मोबाइल ए बाबु ए रोक एकछिन हेलो बेबी अहिले नभेट मलाई पछि भेटौँ ल के पछि अहिले म हल्का ठुलो मिटिङमा छु बेबी यार तिमी बुझ न यार अहिले राख न यार बेबी है ल ल ल बेबी यता ले ल है त केटा म लाग्यो है त अहिले ल ल लालु दाइ होइन के मलाई पनि लौँ आफ्नो बिजनेसमा जानेस् साक्षी ल हिँड त ल साइकल समय यस बिजनेस भन्ने चिज बाबु यस्तै नै हो के तँलाई म सिकाउँछु आज हिँड्न त चिन्ता किन गरे तँलाई म आज पैसा बिट्टो कमाउने बनाउँछु तँलाई The next day. अरे कापी किताब कलम बेच्नुहोस् अरे कापी किताब कलम बेच्नुहोस् अरे कापी किताब कलम बेच्नुहोस् आयो है नयाँ बजार माल आयो माल नयाँ भैया हजुर बहिनी हजुर कति रुपियाँ केजी हो 10 रुपियाँ केजी बहिनी 10 रुपियाँ भयो जानु नास्ताको जुगाड कता चोर्ने होला के भाबडीको सब आप सकिहाल्यो चोर्ने होला अब आप
फाइनली कति दिनको तपस्यापछि मैले बल्ल आप पाएँ। तर त्यो आप नजिक बड्डो होस्, त्यो बड्डोलाई हटाएर कसरी आप चोर्ने? मिस्टर आप सुरु मेरो आज जसरी आप चोर्छ त्यो बड्डोलाई चाहिँ आज जसरी पनि झुक्काएर आप टिप्छु। पागल भइगयो क्या हो, नाच्छ त। अन्धो बड्डोले नयाँ न्यू खोलिआउँछ, यसलाई अब जिस्काएर आउँछु। वैदेशिक रोजगार साले गदा तँलाई काम गरेर आउन तँलाई कोही पठाए काम छ साला। The next day. रोक तपाईँ यहाँ के गर्नु के सल्लाह गरे आएको के त गरे सल्लाह गर्न आफ्नो निक्लिहाल्दैन। काम गर्न आउन काम चोराउनु कता कताबाट काम गर्न आउँदैन। एक्लै भएर जिउनुको एहसास छुट्टै छ, परिवारको भविष्यमा मेरो बास छुट्टै छ। एक्लै भएर जिउनुको एहसास छुट्टै छ, परिवारको भविष्यमा मेरो बास छुट्टै छ। अब तिमीले बोलाउँदा नि फर्किँदैन मामा, अब तिमीले बोलाउँदा नि फर्किँदैन मामा, हातमा तिमीमा मेरो लास छुट्टै छ। मेरा भावना झरिए होलान् खरानी बनी मजल्दा पनि बोले न बरु सम्झैछु बोले